सानो सानो घर छ मेरो रुद्रपुरको गाउँमा गोरे बाबु भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा नामले पाको कामले पाको कामी दाइको छोरो ए नलाउ माया नखाम कसम नै मेरो मोरो साइली ए साइली मसँगै जान्छौ र मैले छोको खान्छौ र ए साइली मसँगै जान्छौ र मैले छोको खान्छौ र धन्यवाद। नवीन सुनार। नवीन सुनार हो, घर कहाँ हो? अर्बेनी गुल्मी। अर्को कुन गीत गाउनुहुन्छ? अमेरिका आए म त तल्लो बाटो हुँदै गाउँ सम्झेर देश सम्झेर घर सम्झेर रुँदै कहिले हिँड्ने डुले बाटो कहिले हिँड्ने जङ्गल आमा तिम्रो आशीर्वादले छुनीको सलमङ्गल ए बाबा तिम्रो आशीर्वादले छुनीको सलमङ्गल सोचे झैँ रहेनछ परदेश चाहे झैँ रहेनछ परदेश सोचे झैँ रहेनछ परदेश चाहे झैँ हैनछ परदेश। धन्यवाद। अब कुन गीत गाउनुहुन्छ? तपाईँलाई मन लागेको गाउनुहोस् ल। मेरो माया निसल थियो चोखो थियो निसल थियो चोखो थियो जुनी काट्छु भन्नेले धोका देऊ करी मैले रूप फेर्यो एउटा गीत गाइदेऊ न गाइने दाइ मन भुल्छ कि मेरो निसल थियो चोखो थियो निसल थियो चोखो थियो जुनी काट्छु भन्नेले धोका देऊ करी मैले रूप फेर्यो एउटा गीत गाइदेऊ न गाइने दाइ मन भुल्छ कि मेरो। धन्यवाद। अब कुन गाउने ल? तपाईँलाई अहिलेसम्मकै मनपर्ने कुन हो? गयौ तिमी सर्वस्व लिएर सर्वस्व लिएर फुलको फुलको जवाब पत्थरले दिएर म त बाग्लुङ बिना मारेको म त बाग्लुङ बिना मारेको एउटै कुरा सोध्नु छ सानुलाई मेरो माया किन मारेको सर्वस्व लिएर सर्वस्व लिएर फुलको फुलको जवाब पत्थरले दिएर म त बाग्लुङ बिना मारेको म त बाग्लुङ बिना मारेको एउटै कुरा सोध्नु
मेरो माया किन मारेको। धन्यवाद। बाबु कस्तो लाग्यो इन्द्राणी? राम्रो लाग्यो, रमाइलो लाग्यो। कतिको हेर्नुहुन्थ्यो? धेरै धेरै। इन्द्राणीमै आउने मन थियो तपाईँको? थियो। 8मा पनि राम्रो पढाइ छ? घर को हुनुहुन्छ? मम्मी बाबा। अनि के गर्नुहुन्छ बाबा मम्मीले? बाबा विदेश, मम्मी घरै। विदेश कहाँ? साउदी। साउदीको बाबालाई के भन्ने मन छ? मेरो बाबाको मलाई कलाकार बनाउने ठुलो धोको थियो, आज पुरो भयो। नमस्कार, तपाईँ नाम के हो? छविलाल सुनार। बाबुको भिनाजु। हजुर। गीत गाउनुहुन्छ क्या तपाईँ? नाइ, म नाच्छु। तपाईँ नाच्ने हो? हजुर, मैले जेएमडी बोटल ग्रुपमा म फर्स्ट भएको थिएँ। 300 जना प्रतियोगिता थिए, सबैमा म फर्स्ट भएको हो। अरू के भन्ने मन छ त इन्द्राणीमा? एकदम खुसी लाग्यो मलाई पनि, भाइलाई ल्याइदिए, भाइको भविष्य बनोस् भन्न चाहन्छु। एकदम इच्छा थियो पहिलेदेखि, उनको गला मलाई मन परेको थियो, यिनलाई मैले लैजानै पाएँ, मसँग सँगै मलाई भनिदिएको भए हुन्थ्यो भन्ने मेरो चाहना थियो। आफ्नो मम्मी बाबाले मलाई टोकेर पठाइदिनु भएछ यहाँ। एकदम खुसी छु, बाबुको भविष्य राम्रो होस्, कलाकारिता क्षेत्रमा उज्जवल होस्, राम्रो होस् भन्न चाहन्छु। कहाँ बस्नु भएको छ? बिजी महल माथिपट्टि।